निकै कोसिस पश्चात अहिले सागर गुण्डाको हातबाट भाग्न सफल भएका छन्। यस्तो ठाउँमा सागरलाई कसैले पनि देख्न सक्दैनन् भनेर गुण्डा निकै नै खुसी भइरहेको थियो। तर कान्छीले आफ्नो दाइलाई बोलाएर सबै कुरा पत्ता लगाएपछि कान्छी र उसका दाइ मिलेर ती गुण्डाहरूको अन्त्य गरिदिन्छन् र सागर सकुशल भएको देख्दा कान्छी निकै नै खुसी हुन्छन्। जब कान्छीको दाइले गाडी चलाउने क्रममा गाडीबाट नै सागर र गुण्डाहरूलाई देख्छन् र गाडीबाट झर्छन्। गाडीबाट झरेर हेर्दा त्यो गुण्डाले सागरलाई धम्काइरहेको देखिन्छ र सागर भने निकै डोरीहरूले बाँधिएका हुन्छन् र निकै घाइते अवस्थामा हुन्छन्। यो देखेर कान्छीको दाइ निकै रिसमा आउँछन् र तरवाल उठाउँछन् र ती गुण्डाहरूलाई मारेर सागरलाई सकुशल बचाउँछन्। अब भने यी दुवै गुण्डाहरूको अन्त्य भइसकेको छ र फेरि पनि कान्छी र सागरको जीवनमा खुसियाली छाउनेछ।